हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ यसो गाउँतिर घुम्न जानु पर्यो भनेर भाइ बहिनीहरूसँग हिँडियो। अनि गाउँ चाहिँ एकदमै राम्रो छ, पहाडहरू राम्रो देखिन्छ, एकदमै रमणीय क्षेत्र छ, घरहरू पनि राम्रा राम्रा मिलेका छन्। अनि हाम्रो चाहिँ घिमिरे कुलदेवताको मन्दिर चाहिँ यहाँ रहेको छ। हामी चाहिँ कुलदेवतालाई पुज्न चाहिँ हामी यहीँ आउने गरिन्छ है त। हाम्रो कुलदेवताको मन्दिर चाहिँ यही हो। हेर्नुहोस्, अब चाहिँ हामी माथि जाँदैछौँ, माथि गएर देखाउँछ है त। ल हेर्नुहोस्, माथिबाट देखिने चाहिँ यो एकदम राम्रो छ। यहाँदेखि चाहिँ डाँडा पाखाहरू एकदमै राम्रो देखिन्छ है त। हामी चाहिँ बतासे डाँडाको ठ्याक्कै तल छौँ। हाम्रो माथि यो डाँडा देखिने चाहिँ बतासे डाँडा हो। हेर्नुहोस्, हामी ठ्याक्कै तल छौँ है त बतासे डाँडाको। हामी चाहिँ अहिले यो घरदेखि आएको, भर्खरै उकालो उकालो चढ्दै हामी चाहिँ अहिले यहाँ आयो। अनि हाम्रो बाबा दिदीहरू जन्मेको घर चाहिँ यो तलपट्टि देखिने दुईवटा घर देखिन्छ नि, त्यही हो हाम्रो बाबा दिदीहरू जन्मेर हुर्केको ठाउँ। यस्तो राम्रो रहेको छ हाम्रो यो पहाड। सबैजना आउनुभयो होला, पहाड त एकदम राम्रो छ है त। अहिले चाहिँ हामी घर तल आइसक्यो। हाम्रो घर चाहिँ खुर्सानीको बुटहरू लाउनु भयो रहेछ, खेतैभरि एकदमै राम्ररी फलेको रहेछ खुर्सानीहरू, भर्खरै लाउनु भयो रहेछ, बेर्ना हो। हाम्रो घर चाहिँ यहाँ माथि रहेको छ, बतासे डाँडा चाहिँ त्यता। हामी चाहिँ त्यहाँबाट आएको अहिले। फेरि यता चाहिँ मकै पनि लाउनु भएको छ, मकै पनि राम्ररी चाहिँ उम्रिरहेका छन्। ल आजलाई यति है त। थ्याङ्क यू सो मच, बाई।